18 गते चाहिँ होइन 18 गते पहाड होली 19 गते तराई होली अब 21 गते चाहिँ सधैँको लागि कुन पार्टीलाई बाई बाई गर्न चाहनुहुन्छ केपी ओली बाई हो मेरो मनमा त्यही चाहिँ ठ्याक्कै भन्नुभयो तपाईँ त्यही नै हो नि होइन त्यही नै अब देशमा अब त्यही नै भन्नुपर्छ अब अहिलेको सबैलाई त्यो हो होइन अनि अब पहिले जस्तो रमाइलो छैन अहिले होलीमा गाना पनि केही बजेको छैन चुनाव प्ले गर्दाखेरि कुन योपालि कुन पार्टी कुन स्वतन्त्र पार्टीले जित्छ जस्तो लागिरहेछ तपाईँलाई म त खै भन्न सक्दिनँ यो भनेर चाहिँ अब अहिलेको राम्रो भनेको अब माटो र हर्का साम्पाङ र बालेन त हो होइन दुईटामा जुनैले जिते पनि राम्रो देश बनाउँछ जय माटो बालेन र हर्का साम्पाङ हो राम्रो होइन दुईटामा जसले जिते पनि राम्रो जसले जिते पनि तर हर्का साम्पाङले जितोस् भन्ने चाहिँ मेरो चाहिँ हो होइन हजुर के हुन्छ अब के हुन्छ हेर्नु त्यो चुनाव पछि नै थाहा हुने कुरा हो होइन मेरो पनि अब त्यही छ अब हर्का साम्पाङ कि त बालेन दुईटामा होइन एउटाले जितोस् पुरानो पार्टी दलहरूले चाहिँ नजितोस् क्या तिनीहरूले जित्यो भने अब देश भनौँ अहिलेसम्म देश केही विकास गर्नै सकेको छैन त्यस्तै छ अब ल ह्याप्पी होली ल सबैजनालाई